हेलो साथीहरु, स्वागत छ तपाईहरुलाई मेरो YouTube च्यानल युके सपोर्ट्स र युके ब्लग्समा। आजको टपिक रहेछ तपाईको युके मा कस्तो कस्तो क्वेशनहरु कास्ट इन्टरभ्युमा सोध्ने गर्छ। त्यस्तो क्वेशनहरुमा पार्ट 1 क्वेशनहरु म लिएर आएको छु। युके युनिभर्सिटी रियल क्रेडिबिलिटी कास्ट इन्टरभ्यु क्वेशन जुन मलाई सोधेको थियो क्वेशनहरु इन्टरभ्युमा, त्यो क्वेशनहरु म लिएर आएको छु र तपाईलाई म पुरा डिटेलमा क्वेशनको एन्सरहरु भर्ने छम। र आजको पार्ट 1 मा म तपाईलाई 5 वटा क्वेशन भन्ने छम। त्यो पनि धेरै इम्पोर्टेन्ट छ के, त्यो सोध्छ नै सोध्छ। 5 वटाबाट म्याक्सिमम 5 वटाबाट 5 वटा पर्छ के, सबैजनाले त्यो सोध्छ नै सोध्छ। मेरो साथीहरुले पनि त्यो क्वेशन सोधेको। लेट्स स्टार्ट। पहिलो क्वेशन चाहिँ के छ, व्हाट डु यु प्लान टु डु इमिडिएटली आफ्टर कम्प्लिटिङ योर स्टडीज। क्वेशन के सोध्छ भने, क्वेशन अलिकति राम्ररी सुन्नु होला। क्वेशन के सोध्छ भने, व्हाट डु यु प्लान टु डु इमिडिएटली आफ्टर कम्प्लिटिङ योर स्टडी। यदि तपाईँ युकेमा यदि पढ्न जानुहुन्छ भने तपाईले पढाइ खत्म गर्ने बित्तिकै तपाईँ के गर्नुहुन्छ? स्टडी खत्म गर्ने बित्तिकै अरू फर्दर स्टडी गर्नुहुन्छ कि जब गर्नुहुन्छ कि डाइरेक्टली पढेर नि घर वापस जानुहुन्छ? त्यो तीनटा एन्सरबाट त्यो इन्टरभ्युअरले खोज्न चाहन्छ के। तपाईको क्वेशन के हुनु पर्यो एन्सर भनेर कि मेरो प्लान चाहिँ, यदि तपाईँ सपोज म मास्टर डिग्री गर्न गएको थिएँ भने मेरो प्लान चाहिँ आफ्टर कम्प्लिटिङ माई स्टडी, आफ्टर माई इमिडिएट प्लान आफ्टर कम्प्लिटिङ माई स्टडी विल बी लङ फर पिएसडब्ल्यू। पिएसडब्ल्यू मिन्स पोस्ट स्टडी वर्क पर्मिट भिसा हुन्छ, 2 सालको हुन्छ, जो तपाईले भन्नु पर्यो। अर्को के भन्नु पर्यो भने, म त्यो कलेजमा पढेर आफ्टर वर्किङ द्याट विल इक्विप मी प्र्याक्टिकल नलेजहरू मलाई गेन गर्नु छ र प्र्याक्टिकल नलेजहरू गेन गरेर थ्योरिटिकल नलेजहरू गेन गरेर र 2 सालको पिएसडब्ल्यू लिएर म आफ्नो कन्ट्री फर्किन्छु। त्यो यस्तो एन्सर भन्नुहुन्छ भने त्यो इन्टरभ्युअरले के सोच्छ भने, यो स्टुडेन्टको आइडिया पुरा क्लियर छ, भिजन क्लियर छ कि गएर डाइरेक्टली पढेर 3 सालको पिएसडब्ल्यू गर्छु, त्यो पनि नलेजको लागि, अनि त्यो गरेर वापस आफ्नो कन्ट्रीमा आइहाल्छ। यदि तपाईँ यो भन्नुहुन्छ कि म डाइरेक्टली म युकेमै बस्छु भने तपाईँको त्यतिखेर नै डिस्क्वालिफाई गरिदिन्छ। त्यो तपाईँले भन्नु पर्यो कि म युकेमा 2 सालको कोर्स गर्न जुन पनि कोर्स या त मास्टर होस् या त ब्याचलर होस्, त्यो पढेर पिएसडब्ल्यू लिएर नलेजहरू लिएर, यो भन्नु पर्यो प्र्याक्टिकल नलेजहरू लिएर म आफ्नो कन्ट्री फर्किन्छु। यति कुरा भन्नु पर्यो, बढी भन्नु पनि परेन। कोर एन्सर भन्नु पर्यो के। त फर्स्ट क्वेशनको एन्सर यही हो। सेकेन्ड क्वेशनमा के छ भनेर, सेकेन्ड क्वेशनतर्फ जाम साथीहरू। सेकेन्ड क्वेशनमा के छ भने, व्हाट आर द एडभान्टेज अफ युके क्वालिफिकेसन। अब तपाईँ इन्टरभ्युअरले के सोध्न खोजिरहेछ भने, तपाईँ यदि पढ्न आइरहेछ होइन, युकेमा आउनु भइरहेछ, अब इन्टरभ्युअरलाई यो मनमा सोध्न खोजिरहेछ कि भने यो स्टुडेन्ट आइरहेछ भने त्यसलाई फाइदा र बेफाइदाहरू थाहा छ कि छैन। यसलाई यसरी पनि घुमाउन सकिन्छ कि व्हाट आर द मेरिट्स अफ अ युके क्वालिफिकेसन। अब तपाईँ युकेमा पढ्न आउनु भएर चाहिँ तपाईँलाई यही कुरा थाहा छैन भने कि मलाई कसरी हुन्छ भनेर, तपाईँलाई थाहा हुनु पर्यो कि युके क्वालिफिकेसनको एडभान्टेज के छ, फाइदाहरू के छ भनेर। अनि तपाईँलाई के भन्नु पर्यो भने, द युके डिग्री चाहिँ इन्टरनेसनली वर्ल्ड रिकग्नाइज गरेको छ र यो इन्टरनेसनली त्यसको सर्टिफिकेटहरू धेरै नै भ्यालु छ र हामीलाई जब पाउने, इम्प्लोएबिलिटी पाउने सम्भावना 99% भइहाल्छ के त्यहाँ युकेमा पढिसकेपछि। त्यो कुरा भन्नु पर्यो। त्यहाँको क्वालिफिकेसन, एडुकेसन, इन्स्टिट्युसन, युनिभर्सिटी सबै राम्रो छ। सो आफ्टर ग्रेजुएटिङ विच वान आई विल बी एबल टु गेट मल्टिपल एट्र्याक्टिभ वर्क प्लेसमेन्ट इन द टप रिकग्नाइजेसन अर्गनाइजेसन इन द वर्ल्ड। अर्को कुरा के भन्नु पर्यो भने, त्यो चाहिँ युके चाहिँ इङ्ग्लिस स्पिकिङ कन्ट्री छ, सो इट विल प्रोभाइड मी अ चान्स टु इन्हान्स माई इङ्ग्लिस स्पिकिङ स्किल। किनभने हाम्रो नेपाली स्टुडेन्टहरूलाई बढी इङ्ग्लिसमा त्यति नलेज हुँदैन, त्यसैले यो कुरा भन्नु पर्यो कि मलाई इङ्ग्लिस ल्याङ्ग्वेज पनि सुधार गर्न सक्छ, त्यसको लागि मलाई इन्टरनेसनल कम्पनीहरूले मलाई मद्दत पुर्याउँछ। यति कुरा भन्नु पर्यो तपाईँले साथीहरू। यो तपाईँलाई एडभान्टेज। अब डिसएडभान्टेज नभन्नु होला, फेरि एडभान्टेज मात्रै भन्नु होला कि के फाइदाहरू छ भनेर त्यहाँ पढेर। त यो 2टा क्वेशन छ। तेस्रो क्वेशन के छ भनेर, तेस्रो क्वेशन के छ भने, व्हाट इज योर फ्युचर करियर गोल। अब तपाईँ युके पढ्न आउनु भइरहेछ, या त ब्याचलरमा होस् या त मास्टर डिग्रीमा होस्,
त्यो सबै पढेर या त केही गरेर तपाईँको फ्युचर करियर गोल के छ, तपाईँको फ्युचरमा के तपाईँले गोल बनाउनु भएको छ त्यो कुरा भन्नु पर्यो। अब यो हामीलाई सोध्न खोज्छ कि यो स्टुडेन्टको भिजन कतिसम्म छ, त्यो कुरा क्वेसन सोध्न सक्छ। र यस्तो यस्तो क्वेसनहरू 100% सोध्छ। फेरि पनि भनिरहेको छु, र अहिलेसम्म तपाईँहरू सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गर्नु, र यस्तो यस्तो भिडियो तपाईँहरूलाई जान्छ। त वाट इज योर फ्युचर करियर गोलमा के छ भने फर्स्टको यसको एन्सर के भन्नु पऱ्यो भने माई फ्युचर करियर गोल इज टु बिकम हाइली स्किल्ड। अब तपाईँ सपोज बिजनेस पढ्न जानुभयो भने हाइली स्किल्ड बिजनेसम्यान, जुन फिल्डमा तपाईँ पढ्न जानुहुन्छ त्यसको बारेमा भन्नु होला कि मलाई यसमा स्किल भन्नु छ, ताकि मलाई फ्युचरमा गएर म कोही पोजिसनमा मलाई इजिली मलाई कुनै इन्टरनेसनल कम्पनीले मलाई इजिली हायर गरिहालोस्। अर्को कुरा के छ भने यो पढेर मेरो लाइफमा एम यो छ कि मलाई यो जुन फिल्डमा जानुहुन्छ त्यसको बारेमा अलिकति भन्नु होला कि यो यसमा मेरो एम छ, मलाई यो फिल्डमा मलाई बिजनेस व्यापार गर्नु छ, आफ्नो कन्ट्रीमा फर्केर मलाई यस्तो यस्तो गर्नु छ। तपाईँको मनमा जे छ के गोल गर्नुभएको छ, माइन्डसेट गर्नुभयो त्यस्तो कुरा भन्नु पऱ्यो तपाईँले। यो बढी आफै मनले भन्नेवाला कुरा छ। मेरो गोल छ PSW गरेर म नेपालमा फर्केर म आफ्नो बिजनेस गर्छु, यो धेरै कुराहरू चाहिँ तपाईँ भन्नु होला। त साथीहरू यो आजको पार्ट 1 छ, र पार्ट 2 पनि पछि आउँछ, त्यसको लागि सब्सक्राइब गर्नु होला। अब फोर्थ क्वेसन के छ भने वाइ हेभ यु चुजन टु स्टडी इन द UK। अब युकेमा तपाईँ किन चुज गर्नुभयो, युके किन चुज गर्नुभयो? मतलब इक्जामिनरले यो सोच्न खोजिरहेको छ भने कि तपाईँले चुज त गर्न सक्नुहुन्थ्यो, अस्ट्रेलिया पनि चुज गर्न सक्नुहुन्थ्यो, UK पनि, क्यानाडा पनि चुज गर्न सक्नुहुन्थ्यो, युरोप पनि र अमेरिका पनि, यो सबै कन्ट्रीहरू चुज गर्न सक्नुहुन्थ्यो। तर यो सबै कन्ट्रीलाई छोडेर तपाईँले डाइरेक्टै UK किन चुज गर्नुभयो? त्यो कुरा सोच्न खोजिरहेको छ। त तपाईँले के भन्नु होला भनेर UK नै तपाईँ किन चुज गर्नुभयो, अरू कन्ट्री किन चुज गर्नु भएन, त्यो कुरा सोच्न खोजिरहेको छ। तपाईँले के भन्नु? अब यो क्वेसनको एन्सर दिनुभन्दा पहिला के भन्नु होला भने मलाई UK चाहिँ धेरै नै पढाइको मामलामा धेरै नै इम्पोर्टेन्ट लागिरहेछ, त्यसको स्किल्ड मेन पावरहरू राम्रो पढाइबाट आइरहेछ। त्यसपछि के भन्नु होला भनेर त्यहाँको पढाइहरू इन्टरनेसनली रिकगनाइज भइरहेछ, यो जुन फिल्डमा म जान खोजिरहेको छु त्यो फिल्डको पढाइ यति नै राम्रो भइरहेछ कि त्यहाँ इम्प्लोएबिलिटी रेसियो धेरै नै छ। अर्को कुरा के छ भने इन्टरनेसनल स्टुडेन्टहरू धेरै नै गइरहेछ, र इन्टरनेसनली स्टुडेन्टहरूलाई धेरै नै फाइदा भइरहेछ त्यहाँ गएर। अर्को कुरा के छ भने तपाईँहरूले के गर्नु होला भनेर चुज गर्नु होला के भन्नुपर्छ भने यसको पोलिसीहरूको बारेमा, त्यसको ठाउँहरूको बारेमा, UK को सबै एडुकेसन पोलिसीहरूको बारेमा। र अर्को कुरा के छ भने तपाईँहरूले भन्दाखेरि के डेभलपमेन्ट छ त्यहाँ, त्यसको क्राइटेरिया के छ, मेरो PTS स्कोरहरू यति छ त्यसैले म गइरहेको छु। अति आवश्यक इम्पोर्टेन्ट कोर एन्सरहरू मात्रै भन्नु होला, नत्र जथाभावी चाहिँ पाए छैन भन्नु होला। त्यो सोच्न खोजिरहेको छ कि UK किन आइरहेछ। अब अर्को कुरा के भन्नु, मैले रिसर्च गरेको छु UK को बारेमा, रिसर्च गर्दाखेरि मलाई यो कुराहरू मन पसन्द भयो, त्यसको लागि मैले UK चुज गरेको छु। र UK को पढाइहरू धेरै नै प्र्याक्टिकल नलेजहरू दिइरहेको छु, त्यसको लागि म इम्प्लोएबिलिटी रेसियोहरू धेरै हुनसक्छ। म फ्युचरमा आफ्नो करियर गोल सेट गरेको छु, मेरो यो ड्रिम छ UK आउन, त्यसैले मैले UK मैले प्रोसेस गरेको छु। र UK र इन्टरनेसनली स्किलहरू मलाई राम्रो दिन्छ, त्यसैले म UK आउन खोजिरहेको छु। यो मतलब मिलाएर भन्नु होला कि म तपाईँहरूलाई एउटा सुझाव दिइरहेको छु, यस्तो यस्तो भन्छु, र आफैले पनि तपाईँले चुज गर्न सक्नुहुन्छ यस्तो। र फेरि पनि फाइदा जस्तो क्वेसन सोधेको छ, त्यसैले म तपाईँलाई यो क्वेसनहरू भनिरहेको छु। फिफ्थ क्वेसन के छ भनेर लास्ट, ह्याभ यु रिसर्च स्टडिङ इन एनी अदर कन्ट्री। अब तपाईँलाई सोध्न खोज्छ कि यो स्टुडेन्टले अर्को कन्ट्रीमा रिसर्च गरेको छ कि छैन UK बाहेक। अनि तपाईँले के भन्नु होला, यस भन्नु होला कि नभन्नु होला, किनभने तपाईँले सबै कन्ट्रीलाई हेरेर त्यसपछि तपाईँले त युज गर्नुभएको छ नि, त्यसैले तपाईँ यस भन्नु होला। मतलब यस आई हेभ रिसर्च सेभरल स्टडी डेस्टिनेसन इन्क्लुडिङ, अब कुन कन्ट्री तपाईँले चुज गर्नुभएको छ स्टडीको लागि, रिसर्च गर्नुभएको छ स्टडीको लागि। जस्तो कि भन्नु होला क्यानाडा रिसर्च गरेको छु, USA रिसर्च गरेको छु,
अस्ट्रेलिया रिसर्च गरेको छु, युरोप गरेको छु र त्यो सबैलाई कम्पेयर गर्दाखेरि मैले युके मेरो बेस्ट फिट छ र युके मेरो ड्रिम छ, त्यसैले मैले युके चुज गरेको यसरी भन्नु पर्यो। अब यति भनेर मात्रै भएन, तपाईँले दुई तिनवटा कन्ट्रीको कम्पेरिजन गर्नु पर्यो, किनभने कम्पेरिजन गर्नु छ नि इक्जाम हेरेर थाहा हुन्छ कि यो रिसर्च गर्नु भयो। अब के तपाईँले रिसर्च गर्नुभएको त्यो पनि भन्नु पर्यो तपाईँलाई, रिसर्च तपाईँले के गर्नु भएको छ। अनि तपाईँले भन्नु होला कि तपाईँले रिसर्च के गर्नुभएको छ त्यो भन्नु होला। फर्स्टमा तपाईँ के गर्नु होला भने कुनै दुईवटा कन्ट्री तिनवटा कन्ट्रीको रिसर्च के भन्छ कम्पेरिजन गरिदिनु होला। जस्तो कि एउटा क्यानाडाको कम्पेरिजन गर्नु होला। अब अरू जुन पनि कम्पेरिजन गर्छ उसको नेगेटिभ कुरा नभन्नु, सिर्फ पोजिटिभ कुरा भन्नु होला। अब कम्पेरिजन गर्दाखेरि के गर्नु होला भनेर व्हेन आई लुक इन द क्यानाडा आई फाउन्ड आउट वाइल द एडुकेसनल प्रोग्राम आर एक्सिलेन्ट। अब के गर्नु होला, प्रोग्रामहरू एडुकेसन प्रोग्रामहरू धेरै नै राम्रो छ, तर त्यहाँको गर्मी त्यहाँको मौसमहरू धेरै नै चिसो छ, त्यसैले मलाई त्यो प्रिफर भइरहेको छैन, मलाई पढ्नमा डिस्टर्ब हुन्छ, त्यसैले मैले क्यानाडा प्रिफर गरेन। र क्यानाडाको अलिकति एउटा अरू युनिभर्सिटीको बारेमा नाम पनि भरिदिनु, जस्तो कि युनिभर्सिटी अफ टोरन्टिया लोकेटेड इन ओन्टारियो टोरन्टिया, र त्यसको फीहरू पनि धेरै हाई छ, त्यसैले मैले युके प्रिफर गरेँ इन स्पाइट अफ क्यानाडा। अर्को के गर्नु होला भनेर युएसए को बारेमा पनि भनिदिनु होला। आई अल्सो कन्सिडर द युएसए युनिभर्सिटी लाइक द युनिभर्सिटी अफ क्यालिफोर्निया, कुनै युनिभर्सिटीको नाम भनिदिनु होला, तर त्यहाँ मलाई स्कलरसिप दिएन र त्यसको फीहरू धेरै नै हाई छ र त्यहाँको लिमिटहरू धेरै नै, त्यहाँको पिटी स्कोरहरू पनि धेरै नै हाई लिइरहेको छ, त्यसैले मैले युएसए पनि प्रिफर गरेन। अर्को भन्नु होला अस्ट्रेलिया पनि राम्रो छ, तर मैले मेलबर्न युनिभर्सिटीमा मैले एप्लाई गरेको, तर मतलब रिसर्च गरेको, तर त्यहाँको फीहरू यति नै हाई थियो कि मेरो गार्जियनले फी एफोर्ड गर्न सकिनँ। अरू यो टाइम टेबलहरू पनि 2 सालको छ त्यहाँ, तर युकेमा 1 सालको मात्रै छ। यो कुरा पनि ड्युरेसनको बारेमा पनि भनिदिनु होला। र मेरो ड्रिम छ युके यस्तो भनिदिनु होला। र यति कुराहरूको आफ्टर कन्सिडरिङ अल दिस फ्याक्टर, यति फ्याक्टर कन्सिडर गरिसकेपछि मैले युके कन्सिडर गरेँ, सबै मेरो ड्रिम छ त्यसैले। र यति कुराहरू मैले कन्सिडर गरिसकेपछि मैले युके प्रिफर गरेँ। यति कुरा भन्दा भइहाल्यो, तपाईँको स्कोर पनि मजाले आउँछ, तपाईँको टेन्सन पनि भएन, तपाईँ यति कुरा भन्दाखेरि मजाले तपाईँको स्कोर दिन्छ इन्टरभ्युअरले। र साथीहरू यति क्वेसन थियो, 1 देखि 5 सम्म क्वेसन थियो, तपाईँहरू पनि मजाले हेर्नु होला। 1 नम्बरको क्वेसन, 2 नम्बर, 3 नम्बर, 4 नम्बर, 5 नम्बर सबै क्वेसन हेर्नु होला। र अर्को भिडियोमा म तपाईँलाई 6 देखि 10 सम्म तपाईँको पार्ट 2 मा ल्याउनेछु। के छ नि, यो जति पनि क्वेसन तपाईँले हेर्नुभयो, तपाईँ सबै सोधेको क्वेसन छ। 1 देखि 5 सम्म जति पनि क्वेसन तपाईँले हेर्नुभयो सबै क्वेसन सोधेको छ, त्यसैले तपाईँहरूलाई अर्को भिडियोमा पनि यसले मजाले हेर्नु होला। र अर्को पार्टमा हामी भेटौँला साथी।